मुलाको अचार चाहिँ मैले फर्स्ट टाइम लगाएको कि साथीहरू, तर दामी भयो। मुलाको अचारहरू चाहिँ पहिला पहिला पनि लाउँदै गरेको थिएँ, तर आफू चाहिँ लगाएको थिइनँ। हेर्दा चाहिँ दामी देखेको छ, अब खाँदा चाहिँ कस्तो हुन्छ पछि म टेस्ट गरेर भन्छु ल साथीहरू। आँप चाहिँ हामीले हिजै काटेर सुकाएको थियौँ कि, हिजोको भिडियोमा देख्नु भयो होला है। यसपालि चाहिँ आँप खतरा फलेको छ है सबैतिर, हाम्रो पनि कति धेरै फलेको छ नि। यसपालि चाहिँ आँपको अचार लाउनु पर्यो भनेर हिजो काट्यौँ। आम फेरि 3-4 दिनदेखि यस्तो चर्केको छ नि, एकै दिनमा सुक्यो हो हाम्रो आँप त। हिजो नै आँप सुकेर खङ्ग्रङै भइसक्यो, त्यो लाउने बेला भइसक्यो थियो, तर हिजो भ्याइएन कि, त्यही भएर आज लगाएको। तपाईँहरू चाहिँ अचारमा के मसला लाउनुहुन्छ? हामी चाहिँ नर्मल मसला लाउँछौँ कि, जिरा धनियाँ भयो, अनि तोरीको छोप त कम्पलसरी भइगयो होइन, अनि खोर्सानी तेल त्यति मात्र लाउँछौँ हामी त। अचारमा लाउने मसलाहरू त यति नै त हो नि है, अरू त के लाउनु र है। त्यही पनि तपाईँहरू के लाउनुहुन्छ, भाके के छुटेको पो छ कि मेरोमा, यसो तल कमेन्ट गरिदिनु ल। अर्कोचोटि म त्यसरी लाउँछु नि त फेरि। यसपालि फर्स्ट टाइमै लाउँदै गरेको नि त, त्यही भएर खासै नलेज नै भएन कि। अचार लाउँदाखेरि चाहिँ हातमा पन्जा लाउनु पर्छ है साथीहरू, फेरि 3 दिनसम्म हात पोलिरहन्छ नि। मेरो आँपको चानाहरू चाहिँ यत्तिकै सुकेको छ साथीहरू, यतिकै मात्रै लगाउने हो नि है कि अलिक सुकाउनु पर्थ्यो हो। फर्स्ट टाइम लगाउँदै गरेको केही जानकारी नै भएन हो मलाई त। अनि त्यसपछि मजाले छोप मरमसला लगाए, फेरि तेल त लाएनौ त बहिनी भनेर कमेन्ट नगर्नु ल। तेल लगाएको थिएँ कि मैले, तेल बेसार मजाले झैया पारेको थिएँ होइन। त्यो भिडियो त के भएर डिलिट भएछ कि मेरो। आजभोलि त्यस्तै हुन्छ कि, भिडियोहरू सुट गरेको हुन्छु होइन, मोबाइल तातिएर हो कि के भएर हो, मेरो त भिडियो आफै डिलिट हुन्छ हो घरिघरि। भिडियो पुरै बनेको हुन्छ होइन, पछि सेभ गर्दा ड्राफ्टमा राख्ने बेलामा त आफै कहाँ उड्छ के। मेरो मात्र यस्तो हुन्छ कि तपाईँहरूको पनि यस्तो हुन्छ साथीहरू? मलाई त यो फोनले त हैरानै पारिसक्यो साथीहरू, यस्तो तातिन्छ नि। फेरि आजभोलिको घाम र गर्मी सानो छैन, मोबाइल फुट्नु लाग्छ नि, फ्रिजमा राख्दै चलाउँदै गर्छु कि म त। मेरो आँपको चानाहरू पनि अलिक ठुल्ठुलो भयो कि के हो, खादिनै मानेन त हौ साथीहरू। यो अचार लाउँदै गरेको सिसाका डब्बाहरू सबै मैले काठमाडौँबाट लिएर आएको हो कि। मलाई सामानहरू छोड्न फ्याल्न भनेपछि यस्तो माया लाग्छ नि साथीहरू, त्यो पुरानो डब्बाहरू पनि भेला पारेर राखेको हुन्छु कि। यो डब्बाहरू पनि काठमाडौँमा हुँदाखेरि अचार खाएको डब्बाहरू हो कि जम्मै। साथीहरू गफै गफमा मेरो अचार पनि रेडी भयो, यस्तो दामी देखिरहेको थियो। वाउ।